हाम्रो सहमति नै छ नेपाली कांग्रेसमा 15 महिनापछि राजीनामा मैले गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। स्पष्टै छ त यसमा। 15 महिना पर्ख र मेरो राजीनामा हेर्ने मन छ भने पर्ख 15 महिना पर्ख। म 15 महिनापछि राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। पत्रिकालाई अरू नै बनाउन मन होला, 15 महिना त्यस्तै हो। आरजुजीको एउटा मिटिङ थियो, सँगसँगै शेरबहादुरजीको स्वास्थ्य परीक्षणका लागि ब्याङ्कक जानुभयो। वाउ, मन्त्रीको राजीनामाको एउटा कुखुराका चल्लाहरूले सानो फट्याङ्ग्रो पाए भने एउटा चल्लाले ट्याप्प समातेर कुद्छ, के खान आँटो यसले भनेर सबै कुद्छन् त्यसका पछि। अहिलेको मिडिया पनि त्यस्तै भएको छ, एउटाले ट्याक्क टिपेर कुद्छ, के लगो चुचोमा यसले खाना आँटो भनेर सबै त्यसका पछि के किन भेट्टाएँ भनेर। अनि अब शेरबहादुरजी स्वास्थ्य परीक्षणका लागि जानुभयो। अनि शेरबहादुरजीले कांग्रेस र एमाले मिल्नु हुँदैन भनेर भन्ने मान्छे नभेटाएर खोज्न जानुभएको हो ब्याङ्कक। त्यस्तो मान्छे यहाँ भेटाएको छैन, यहाँ सुनेको छैन त्यस्ता कुरा। हामी साथ दिन्छौँ, हामी सहयोग गर्छौँ, तपाईँ नै सरकार चलाउनुहोस्, तपाईँ नै प्रधानमन्त्री हुनुहोस्। ए बाबा पर्खिनुहोस् न 14-15 महिना भनेको, उहाँलाई नै बनाउने हो क्या? त्यति बेला साथ दिनुहोस् न, सहयोग गर्नुहोस् न, साथ दिनुहोस्। अहिले पनि साथ दिनुहोस्, पछि उहाँ बन्नुहुन्छ भनेर पनि साथ दिनुहोस् न। भइगयो त। हल्ला चलाएका छन्। अब शेरबहादुरजी आएपछि के हुन्छ? नेपालमा प्रतिक्रमण हुनेवाला छैन। अब यो यसो पालबाट निस्किएर पिटिटिटिटी उलेका छिचिमेराहरूको जमाना आउँछ कि भन्ने नसोचे हुन्छ, केही आउनेवाला छैन।